नमस्कार साथीहरू, आज चाहिँ म हजुरहरूको लागि माछाको रेसिपी लिएर आएको छु। मैले चाहिँ बजारबाट सुकेको माछा ल्याएको छु। अब चाहिँ म यसलाई पखाल्न गइरहेको छु। फोहोरहरू हुन्छ नि त, बजारमा धुलोहरू परेको हुन्छ, त्यसैले चाहिँ घरमा ल्याएर एकचोटि मजाले म यसलाई पखाल्न गइरहेको छु। सफा पानीले एकचोटि हामीले घरमा पखाल्दा चाहिँ राम्रो हुन्छ। यसलाई हल्का हल्का चलाएर पखालेर अब म निकाल्दैछु। धेरै मिची पखाल्न चाहिँ हुँदैन है, प्यात्त पर्छ। यसलाई चाहिँ हल्का हातले पखाल्ने। अब मैले कराईमा तेल बसालिसकेको छु। तेलमा चाहिँ मैले अदुवा लसुन फुराउँदैछु। अदुवा लसुन राखेर चाहिँ हामीले रातो नहुन्जेल फुराउनु पर्दछ। यो चाहिँ तोरीको तेलमा पकाएको भएर यो फिज आइरहेको छ क्या। हामी चाहिँ शुद्ध तोरीको तेलमा गर्छौँ। यो रातो रातो भइसकेपछि चाहिँ हामीले बाटामा खनाउँछौँ। यो चाहिँ मेलबाट ल्याएको तोरीको तेलमा बनाएको हो के साथीहरू। यो चाहिँ हाइजेनिक हुन्छ नि त। सनफ्लावरमा बनाउँदा चाहिँ यस्तो फिज निस्किँदैन है साथीहरू। अब मैले चाहिँ सुकाएर राखेको आफ्नै बारीमा फलेको डल्ले खुर्सानी थियो, त्यही हाल्नु पर्यो भनेर त्यसलाई राखेँ। अब यसलाई पनि म एकछिन चलाएर रातो हुन्जेल बिस्तारै उल्टै पुल्टै गर्दै चलाउँछु। अब यो यतिको रातो भइसक्न आँटेको छ, रातो रातो हुँदैछ। अब यतिको रातो रातो भइसकेपछि हामी यसलाई निकाल्छौँ। ल हेर्नुहोस् त, यतिको रातो हुनुपर्छ है साथीहरू। धेरै डढ्न पनि हुँदैन, तितो हुन्छ डढ्यो भने। यो चाहिँ आफ्नै बारीमा मैले कौसी बारीमा फलाएको डल्ले खुर्सानी सुकाएर राखेको थिएँ साथीहरू। अब चाहिँ म टिमुरलाई हल्का धेरै, यो चाहिँ धेरै डढ्छ क्या, त्यही भएर मैले छान्नीमा एकचोटि सर चोपेर निकालेँ साथीहरू। हेर्नुहोस् त, यो धेरै डढ्नु हुँदैन, स्वाद हराउँछ। एकचोटि चटपट चोप्ने अनि निकालिहाल्ने। अब हामी त्यही तेलमा माछालाई पनि फुराउने काम गर्दैछौँ। माछालाई चाहिँ धेरै चलाउनुहुन्न के साथीहरू। यो चाहिँ बिस्तारै हल्का चलाउँदै तार्नुपर्छ। माथिको तेलमा चाहिँ हामीले लास्टमा चाहिँ माछा हालेर तार्ने काम गर्दछौँ। बिस्तारै हल्कासम्म चलाउँदै यसलाई तार्ने। अब यो एकछिन तारुन्जेल चाहिँ माछा उता तारिरहँदा चाहिँ एकछिन हामी अदुवा लसुनलाई ग्राइन्ड गर्छौँ। यतापट्टि पनि काम गर्दै गर्नु पर्यो नि त। ल, माछा यतिको रातो भइसकेपछि निकाल्ने है त साथीहरू। हेर्नुहोस् त, यतिको रातो भएपछि चाहिँ निकाल्ने। अब खुर्सानीलाई पनि पेस्ट गर्छु म। यो चाहिँ मैले मेथी हाल्न गइरहेको छु थोरै तेलमा। धेरै तेल पनि राम्रो हुँदैन।
मिठो फुराउने। अनि यो मसला चाहिँ मैले पहिल्यै रेडी गरेर राखेको थिएँ साथीहरू अचारमा राख्नलाई। अब यसलाई पनि हल्का आँचमा है साथीहरू, धेरै ग्यासको फ्लो चाहिँ धेरै कम गर्नुपर्दछ। लो हिटमा हामीले बिस्तारै मसलालाई पनि बिस्तारै चलाइदिने र बाँकी भएको अदुवा लसुनको पेस्ट र खुर्सानीको पेस्टलाई पनि त्यसैमा राखिदिएर मजाले चलाउने एकछिन। एकछिन चलाइसकेपछि चाहिँ यसमा सुगन्ध आउँछ क्या साथीहरू, चलाउँदा चलाउँदै अनि मिठो सुगन्ध आइसकेपछि चाहिँ हामीले अब चाहिँ यो रेडी भइसकेको छ। अब हामी यो फ्राई गरेको माछामा राख्दैछौँ। अब हामीले यसमा नुन स्वाद अनुसार, भिनेगर राखेँ मैले यसमा 2 बिर्को जति। अब बेसार चाहिँ पहिला फुराउँदा नि हुन्थ्यो, म चाहिँ यसरी पछाडि फुराउँछु सानो हिटमा। बेसारलाई नि तेलमा यतिको गरेर फुराएर त्यसैमा हाल्थेँ। अब चाहिँ अचार मोल्नको लागि रेडी भइसकेको छ। अब चाहिँ सबैतिर लाग्ने गरेर मजाले हामीले यसलाई मोल्छौँ। यस्तो यम्मी हुन्छ नि यो अचार। तपाईहरु पल्किनुहुन्छ, एकचोटि घरमा बनाएर ट्राई गर्नु होला। मैले चाहिँ रेडी गरिसकेँ यसरी। अब जारमा हालेर राख्नु होला।